हेलो गुड इभिनिङ नमस्ते। आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ होला। तपाईलाई मेरो फेरि एउटा न्यू ब्लगमा स्वागत छ। अनि यता हेर्नु त मेरो छोरा बल्ल बल्ल हिँड्न सिकेको छ अनि यताबाट उता कुदै गर्छ। अनि यता म चाहिँ छोरासँग एउटा रिल्स बनाउन आँटेको। अनि यता हामी आमा छोरा रिल्स बनाउन बिजी। अनि यो ब्लग चाहिँ हिजो सन्डेको हो, हिजो अपलोड गर्न पाइनँ, त्यही लागि आज अपलोड गर्दैछु। त्यही लागि अब यता चाहिँ अब सन्डे भएपछि त केही स्पेसल बन्नै पर्यो। त्यही लागि यता मम्मीले आलु पराठा बनाउनको लागि रेडी गर्दै हुनुहुन्छ। रेडी चाहिँ मैले गर्दै मम्मी कसरी बनाउने काम। त्यही भएर यता मम्मीले आलु पराठा पनि बनाइसक्नुभयो। त्यसपछि यता अब आलु पराठा बनिसक्यो। त्यो चटनी मलाई चाहिँ आलु पराठासँग टमाटरको चटनी बहुत राम्रो लाग्छ। त्यही लागि चाहिँ मैले त टमाटरको चटनीसँग आलु पराठा खाएँ। त्यहाँबाट यता छोराले पनि खाने अरे, त छोराले पनि मिठो मानेर खायो। त्यहाँबाट यता चाहिँ मैले खाएँ। म खाइसकेर त्यहाँपछि म यता बहिनीसँग बजारतिर जानलाई अब आज हिजो आइतबार थियो। अब आइतबारको दिन हाम्रो यता बजार लाग्छ, त्यही लागि हामी चाहिँ बजार जान आँटेको। अनि यो हाम्रो मेन रोड। अनि यता हामी बजार पनि आइपुगेको छु। त्यसपछि यता चाहिँ म बजार गर्नतिर लागेँ। यता लिपस्टिक कता गएको थियो, लिपस्टिकहरू लिएँ। यति लिइसकेर म चाहिँ घर जानतिर लागेँ। अनि यतिसम्म चाहिँ लिइसकेको छु। जाँदा यता बाटोमा एउटा बाँदर पनि देखिन पाइयो, त्यसलाई पनि सुट गरिहालेँ। त्यसपछि घर आएर आज मोमो खानेहरू सबैले, त्यही लागि म चाहिँ यता मोमो बनाउनतिर लागेँ। अनि यता म चाहिँ मोमो बनाउँदैछु। मलाई चाहिँ फेरि यस्तो कामहरू गर्न के बनाइराख्न बहुत राम्रो लाग्छ। अरूलाई खै कस्तो खुसी लाग्छ, मलाई त एकदम लाग्दैन। मलाई त एकदम डेली के न के बनाइराख्न मन लाग्छ। त्यसपछि यता मेरो मोमो पनि भइसकेको छ, आधा पाकिसकेको छ। अनि यहाँ चाहिँ यति मोमो चाहिँ मैले बनाइसकेको छु। यति मोमो चाहिँ मेरो भइसक्यो। त्यही भएर सबैलाई दिएर सबैको त सुट गर्न पाइनँ, त्यही लागि मैले मेरो मात्रै सुट गरेँ। त्यहाँबाट यता भाइ थियो र मेरो पनि सुट गर्नु र कस्तो भयो भने एकदम मिठो भयो भन। मलाई पनि राम्रो लाग्यो सुनेर मिठो भयो भनेर। अनि आजको लागि यति नै। फेरि एउटा न्यू ब्लग लिएर आउँछु तपाईँहरूसँग। टाटा।